ल आज केटाहरूको कपाल काटेर बिदाको दिन सो कपाल काट्दैछन् राम्रोसँग। आज सैलुनमा गएर कपाल काटिरहेका छन् दुईटै बाबुहरूले। आज शनि आइतबारको दिन पनि बिदा हुने भएर शनिबार हिजो घुमेर आएका केटाहरू आज मजाले अब कपाल काट्छन्। कपाल काटिसकेपछि अब ठुलो बाबु चाहिँ यता र सानो बाबु चाहिँ उता दुईजनाको टक्कै कपाल काटेर हिरो बन्ने भयो त हो। ल तल एकदम मसिनो बनाइदिनु भनेको बनाइदिँदै हुनुहुन्छ। अनि उहाँ चाहिँ दायाँ बायाँ गरेर घुमिरहनु भएको छ कपाल कसरी मिलाउने भनेर। अनि हामीले सानो भिडियो बनाउन लागेको भिडियो बनाउँदैछौँ। सानो हिरो उता ठुलो हिरो यता दुईटैजनाको कपाल टक्क लाएर काट्दै हुनुहुन्छ सैलुनको दाइहरू। अनि यो ठुलो बाबुको टक्क मेसिन लाएर काट्दै हुनुहुन्छ मिलाएर काटिरहनु भएको छ। त्यसपछि अब काटिसकेपछि घरमा गएर नुहाई धुवाई गरेर चट्ट परेर भोलिबाट फेरि स्कुल जानुपर्ने हुन्छ। सानो बाबु टक्क तल मसिनो बनाएर माथि अलि ठुलो छ काट्दै हुनुहुन्छ। कपाल काटेर अनि टक्क लाएर यसो अनि भोलिबाट त फेरि स्कुल सुरु हुन्छ। त्यही भएर आज अहिले कस्तो छ नि, शनिबार घुम्यो, आइतबार कपाल काट्यो, नुहायो, सरसफाइ गर्यो, अनि सोमबारबाट त फेरि स्कुल जानुपर्ने हुनाले आज आइतबार कपाल